28 29 जना हैन 29 जना चाहिँ ग्रेजुएटहरु भयो र हामी त्यसको लागि परमेश्वरलाई धेरै धन्यवाद हैन हामीले जस परमेश्वरको सेवा गर्ने अवसर परमेश्वरले दिइराख्नु भएको छ विभिन्न ठाउँमा विभिन्न मानिसहरूलाई उत्साह दिने कुरा विभिन्न व्यक्तिहरूलाई प्रभुको वचनहरू सिकाउने कुरा अनि हुन सकिराखेको छ त्यो सबैभन्दा ठुलो आशिषको कुरा हो अनि तपाईहरुले प्रार्थना गरिराख्नु भएको छ अब हाम्रो डिभाइन एक्सपिडिसनको चाहिँ एउटा मात्र तालिम बाँकी छ त्यो चाहिँ चितवनमा हुन्छ सम्भवतः डेट अहिलेसम्म फिक्स गरेको छैन त्यहाँको पास्टर गुरुजनहरूले होला इस्टर पछि चाहिँ हामी त्यहाँ प्रोग्राम गर्नेछौँ र अर्को चाहिँ यसपालिको इस्टरको प्रोग्राम चाहिँ हाम्रो काठमाडौँ भ्यालीको इस्टरको प्रोग्राम चाहिँ भक्तपुरको थिमीमा हुँदैछ हैन थिमीमा हुँदैछ अब हामी त्यहाँ जानको लागि चाहिँ हामी गाडीमा जानुपर्ने हुन्छ र्याली हुने हो हामी यहाँ काठमाडौँको मान्छेहरू चाहिँ र्यालीमा जानको लागि चाहिँ हामी कोटेश्वरमा पुग्नुपर्छ कोटेश्वरबाट र्याली भएर जान सकिन्छ भने अरूको चाहिँ हामी सरासर थिमीमा पुग्न सकिन्छ थिमीमा ट्युबरक्लोसिसको हस्पिटल जान्छ त्यहाँनिर एउटा पार्टी प्यालेसको ठुलो ग्राउन्ड रहेछ अनि त्यो ठाउँमा चाहिँ आयोजना हुँदैछ यसपालिको भक्तपुर जिल्लामा हामीले गरेका छौँ अनि मतलब हामी सहभागिता चाहिँ हामी जनाउनेछौँ हैन हामी सबैजना यदि सकिन्छ भने सबैजना नै हामी इस्टरको र्यालीको दिनमा चाहिँ भक्तपुर जानेछौँ अर्को चाहिँ हामी इस्टरको सन्डे बिहान इस्टर सन्डे अर्को आइतबार पर्छ अनि त्यो दिन चाहिँ हामी बिहान सधैँ जस्तो उपवास प्रार्थना सहित हामी बिहान मर्निङ प्रेयरमा आउनेछौँ उपवास होइन भन्नुलाई के अरे हामी मर्निङ प्रेयरमा आउनेछौँ अनि हामी चाहिँ त्यो दिनदेखि चाहिँ हामी उपवास 50 दिनको उपवास प्रार्थना बस्दैछौँ हामी सबै तपाईहरु सबैजनालाई रिक्वेस्ट गर्छु हप्ताको एक दिन चाहिँ तपाईले कुन दिन हैन तपाईलाई सजिलो हुन्छ जुन दिन सजिलो हुन्छ त्यो दिन चाहिँ तपाई हप्तामा एक दिन चाहिँ उपवास बस्नुलाई त्यो नाम लेखेर म यो दिन बस्छु भनेर तपाईले दिनुभयो भने अनि त्यो पालो पालो जुन दिन खाली छ त्यो दिन चाहिँ खाली नहोस् हरेक दिन चाहिँ प्रार्थना होस् 50 दिनसम्म हाम्रो मण्डलीमा यो हरेक वर्ष हामी गर्छौँ त्यसकारण सबैलाई मेरो रिक्वेस्ट चाहिँ एक दिन हप्तामा एक दिन जुन दिन हुन्छ तपाईँ चाहिँ चर्चमा आएर प्रार्थना गर्ने तपाईको समयमा हैन हाम्रो आफ्नो समयमा हामी आउनेछौँ चर्चमा प्रार्थना गर्नेछौँ आएर मण्डलीमै हाम्रो पालोमा हैन हाम्रो के भन्छ आफ्नो दिनमा हैन मंगलबार बुधबार सोमबार आइतबार जुन बार पर्छ त्यो बार चाहिँ आएर हामी चर्चमा कन्टिन्यू प्रार्थना गर्नेछौँ है यो हामी रिले प्रार्थना जस्तै हुन्छ अनि कोही कोही चाहिँ 50 दिन प्रार्थना बस्ने हो उपवास प्रार्थना बस्ने हो भने एक छाकको हामी प्रार्थना बस्छौँ है त्यो चाहिँ एक छाक हो है फेरि 50 दिन हामी नखाइकन बस्न अहिलेसम्म सकेको छैन मैले उपवास प्रार्थना चाहिँ जम्मा मैले एकचोटि चाहिँ 7 दिन उपवास बस्छु भनेर एक छाक पनि नखाइकन ट्राई गरेको थिएँ मैले सकेन 4 दिन मात्रै मैले सकेँ हैन 4 दिनपछि मैले खाना खाएँ सायद धेरै कमजोरी भयो त्यो बेलामा अनि अलि जवान जस्तो भएको कारण अनि परिपक्वता नभएको कारण पनि होला विवाह पनि भएको थिएन त्यतिखेर मेरो अनि तर मैले 3 दिन चाहिँ मजाले बसेको छु सजिलो हुन्छ 3 दिनसम्म चाहिँ हामी केही पनि नखाइकन मैले चाहिँ पानी पनि नखाइकन 3 दिन उपवास बसेको छु हैन तर म तपाईलाई रिक्वेस्ट गर्छु हाम्रो जुन 50 दिनको उपवासमा चाहिँ एक छाक खाएर अनि पानीहरू जोडिलो पदार्थहरू खाएर चाहिँ हामी उपवास बस्न सक्छौँ यो वर्ष पनि हामीले एक छाक हैन छोडे बराबरको हामीलाई जति अगुवाई हुन्छ यसपालि यति नै नभनौँ हैन तर तपाईलाई जति अगुवाई हुन्छ एक छाकको चाहिँ पैसा छुट्याउनु होला हैन त्यो पैसा चाहिँ हामी विभिन्न ठाउँमा सहायता गरिरहेका छौँ जस्तै कहिलेकाहीँ हामीले अर्फनेज होममा पठाइदिएका छौँ त्यो पैसा अनि कहिलेकाहीँ चाहिँ हामीले अब हैन वृद्ध हाम्रो वृद्ध आश्रममा हामीले पठाएका छौँ हैन यहाँ नजिकैको वृद्ध आश्रममा पनि गरेका छौँ त्यसकारण हामी के गर्छौँ त्यो चाहिँ हामी प्रार्थना सहित हामी गर्छौँ जो कसैलाई दिनुपर्दा त्यो चाहिँ हामी कसैलाई सहायताको लागि भनेर हामी एक छाक छुटाएर चाहिँ हामीले एसैयाको पुस्तक 58 अध्याय है एसैयाको पुस्तक 58 अध्याय अनुसार हामी त्यो छुट्याउने गर्छौँ सो हामी सबैजना त्यसको लागि प्रिपेयर हौँ प्रार्थना गरौँ र प्रभुको हामी सेवामा जानेछौँ हुन्छ अब हामी परमेश्वरको वचनमा हामी जानेछौँ अनि
लगभग सायद 3 महिनादेखि दानियल दाइ हामीसँग हुनुहुन्थ्यो होला है। आज आउनुभयो। हामी परमेश्वरलाई धन्यवाद दिन्छौँ। हामी प्रार्थना गर्दै थियौँ उहाँ यात्रामा सुरक्षा साथ फेरि फर्किनु भएको छ। परमेश्वरलाई त्यसको लागि धेरै धेरै धन्यवाद। प्रभुले तपाईँलाई अझै प्रशस्त आशिष दिनुभएको छ। हामी सबैले याद गरिराखेका थियौँ प्रार्थनामा। हुन्छ, आज हामी परमेश्वरको वचन चाहिँ ख्रीष्ट येशूमा हाम्रो उत्तराधिकार के हुन्छ हैन। ख्रीष्ट येशूमा विश्वास गरेको कारण हामीले के पाएका छौँ त? कतिजनाले भन्छ नि तिमीले येशूलाई विश्वास गरेर के पायौ भन्छ नि हैन। भनेछ कि छैन तपाईँलाई हैन? कोही कोहीले त अब हामीलाई नचाहिने मान्छेहरूले त तिमीहरूले डलर पाएर गयो भनेको छ हैन। तर हामीले केही न केही चाहिँ पाएका छौँ ख्रीष्टमा विश्वास गरेर। तर त्यो पाएको चाहिँ के हो त? के त्यो चाहिँ सुविधा सम्पन्न कुराहरू हो कि आत्मिक जीवनको लागि हो कि शारीरिक जीवनको लागि हो? त्यो चाहिँ महत्त्वपूर्ण कुरा होइन। धेरै मान्छेहरूले चाहिँ यसलाई येशू ख्रीष्टमा विश्वास गर्ने कुरा चाहिँ शारीरिक रूपमा पाउने कुरासँग जोड्छन्। तर येशू ख्रीष्टमा विश्वास गरेर चाहिँ हामीले शारीरिक भन्दा ज्यादा चाहिँ हामीले के पाउँछौँ? आत्मिक पाउँछौँ हैन। तर हामीलाई प्रतिज्ञा पनि गरिएको छ, यदि हामीले आत्मामा विश्वासयोग्य भयौँ भने परमेश्वरले हामीलाई शरीरको लागि खाँचो कुराहरू कहिले पनि अभावमा राख्नुहुने छैन। आमेन। हरेक कुरा परमेश्वरले जुटाउने प्रतिज्ञा गर्नुभएको छ। जसरी हामीलाई मत्तीको पुस्तक 6 अध्यायको 33 पदले भनेको कुरा के छ? परमेश्वरको राज्य र उहाँको धार्मिकता पहिले खोजी गर र तिमीहरूलाई यी सबै थोक थपिनेछन्। हालेलुया। त्यसकारण शारीरिक कुराहरू पनि हामीलाई परमेश्वरले आशिष दिनु नै हुन्छ। तर हाम्रो टार्गेट, हाम्रो चाहना, हाम्रो इच्छा चाहिँ शारीरिक कुरा मात्र होइन। हामीलाई परमेश्वरले ख्रीष्ट येशूमा विश्वास गरेको कारण हामीलाई शारीरिक कुरामा मात्र आशिष दिनुभएको छैन भन्ने कुरा चाहिँ हामी याद गरौँ। सो ख्रीष्ट येशूमा हाम्रो उत्तराधिकारहरू के छन् त भनेर हामी हेर्नेछौँ। धेरैवटा स्लाइड छैन, मसँग 2टा स्लाइडभित्र हामी यसको बुदाहरू हामी हेर्नेछौँ है त। पहिलो नम्बर कुरा हो ख्रीष्टमा अनुग्रह र शान्ति है। यो सबै एफएसीको किताबबाट मैले निकालेको छु है। हामी एफएसीको किताबलाई नै अध्ययन गरिरहेका छौँ। एफएसीको किताबलाई अझै डिटेलमा हामी सिक्दैछौँ। धेरै कुराहरू हामीले एफएसीको किताबबाट सिकेका छौँ र आज हामीले ख्रीष्ट येशूमा के पाएका छौँ त? के उत्तराधिकार छ त हाम्रो जीवनमा भन्ने कुरा चाहिँ हामी एफएसीको किताबबाट हेर्दैछौँ। यो 2को 8 होइन यो। अनि ख्रीष्टबाट अनुग्रह र शान्ति हैन। 1को 2 र 8 पद यो एक अध्यायबाट मात्र मैले तयार पाएको चाहिँ। दोस्रो नम्बर ख्रीष्ट येशूमा विश्वास गरेको कारण हामीले स्वर्गीय स्थानहरूमा भएका आशिषहरू पाएका छौँ। के छ त स्वर्गीय स्थानहरूमा हैन? के होला स्वर्गीय स्थानहरूमा? तपाईँले देख्नु भएको छ? हजुर, कसैले देखेर आउनु भएको छ त? कसैले देखेको छैन। तर हामीलाई प्रतिज्ञा गर्दछ 3 पदमा, 1को 3 पद। यो 1 अध्यायमा हो है सबै। एफएसी 1 अध्यायमा 1को 3 पदले भन्दछ तिमीहरूले चाहिँ ख्रीष्टमा स्वर्गीय स्थानहरूमा भएका सबै आशिषहरू पाएका छौ। के छ त स्वर्गीय स्थानहरूमा? हामीलाई कोरिन्थीको किताबले भन्दछ तिमीहरूले आँखाले नदेखेका, कानले नसुनेका र मनले नचितेका कुराहरू परमेश्वरले तयार पार्नु भएको छ। आमेन। तिमीहरूले आँखाले नदेखेका हो, मनले नचिताएका र कानले नसुनेका कुराहरू परमेश्वरले तयार पार्नु भएको छ स्वर्गीय स्थानहरूमा। सो चाहिँ दोस्रो नम्बर कुरा। तेस्रो नम्बर कुरा चाहिँ ख्रीष्टद्वारा प्रेममा परमेश्वरले हामीलाई आफ्नो सन्तान बनाउनु भएको छ। अब हामी चाहिँ पराई होइनौँ अब होइन। परमेश्वरबाट पराई छैनौँ। एक दिन हामी परमेश्वरबाट पराई थियौँ। 2 अध्यायको 1 देखि 3 पदले हामीलाई भन्दछ तिमीहरू चाहिँ पहिला बिराना थियौ होइन, बिराना थियौ, हराएका थियौ, तिमीहरू चाहिँ परमेश्वरबाट टाढा थियौ। अब चाहिँ परमेश्वरसँग के भएको छ? मिलाप भएको छ ख्रीष्ट येशूद्वारा हैन। अनि पहिलो कोरिन्थी 5 अध्यायमा पनि हामीले त्यही कुरा भन्दछ कि परमेश्वरले चाहिँ सारा संसारका पापीहरूलाई पनि उहाँद्वारा चाहिँ परमेश्वरमा मिलापमा ल्याउनु भएको छ। हालेलुया। सो यहाँनिर पनि भन्दछ 5 पदमा, एफएसी 1 अध्यायको 5 पदमा ख्रीष्टद्वारा प्रेममा परमेश्वरले हामीलाई आफ्नो सन्तान बनाउनु। अब चाहिँ तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ। अब तपाईँ र म चाहिँ परमेश्वरको छोराछोरी हौँ ख्रीष्टमा विश्वास गरेको कारण। पुस्तक सुसमाचार यूहन्ना 1 अध्यायको 12 पदले पनि भन्दछ तर जतिले उहाँलाई ग्रहण गरेर उहाँको नाउँमाथि विश्वास गरे उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। सो हामी अब चाहिँ परमेश्वरको सन्तान हौँ। अब परमेश्वरको सन्तान जस्तो जिउनु आवश्यकता छ हैन। परमेश्वरको सन्तान हौँ भने त परमेश्वरको सन्तान जस्तो जिउनु पर्यो नि त हैन। राजाको सन्तानहरू कसरी जिउँछ? संसारका राजाका शासकहरूका सन्तानहरू
कसरी जिउँछन्? भिख मग्गा जस्तो होइन, केही खान नपाउने जस्तो जिउँछन्? जिउँदैन। अधिकार नभएको जस्तो जिउँछन्? जिउँदैन। उनीहरू अधिकार सहित दिन्छन् होइन, जहाँ पनि अधिकार सहित दिन्छन् होइन। हामीलाई पनि परमेश्वरले आफ्नो स्वर्गीय स्थानहरूमा अधिकारहरू दिनुभएको छ। त्यसैले अब हामी परमेश्वरको सन्तान हो। उहाँले चुन्नु भएको, उहाँले छान्नु भएको परमेश्वरका सन्तानहरू। 14 नम्बर कुरा, पुत्र येशू ख्रीष्टमा सित्तैमा परमेश्वरले हामीलाई आफ्नो महिमामय अनुग्रह प्रदान गर्नु। अर्को चाहिँ के छ भन्दाखेरि तपाईँ र मैले चाहिँ अनुग्रह पाएका छौँ। के हो त अनुग्रह? के हो त अनुग्रह? अनुग्रह भनेको चाहिँ तपाईँ र म योग्य छैनौँ, तर पनि परमेश्वरले तपाईँ र मलाई योग्य बनाउनु भएको छ है। तपाईँ र म योग्य होइन, तपाईँ र म केही गरेर योग्य हुन सक्दैन, तर परमेश्वरले तपाईँ र मलाई येशू ख्रीष्टमा गएर योग्य देख्नुहुन्छ है। हामी कतिपटक मान्छेले यो ठिक छैन, यसले यसो गर्न सक्दैन होला, हाम्रो दिमागमा चाहिँ आउँछ, मान्छेको दिमागमा होइन। हामी मान्छेको दिमागमा चाहिँ यसले नगर्दा यसले गर्दा यस्तो दिमाग आउँछ। तर परमेश्वरले चाहिँ जहिले पनि के गर्नुहुन्छ भन्दाखेरि यो ठिक छ, यो ठिक छैन होइन, यो राम्रो छ, यो नराम्रो छ भनेर परमेश्वरले हेर्नुहुन्न। परमेश्वरले एउटै कुरा हेर्नुहुन्छ, यसले येशू ख्रीष्टमा विश्वास गरेको छ कि छैन। यदि येशू ख्रीष्टमा विश्वास गरेको छ भने परमेश्वरले उनलाई अनुग्रह गर्नुहुन्छ। अनि त्यहाँ परमेश्वरले तपाईँले यदि आफ्नो हृदयसहित जीवन अर्पण गर्नुभयो भने परमेश्वरले तपाईँलाई अझै प्रशस्त रूपमा प्रयोग गर्न सक्नुहुन्छ। धेरै पटक चाहिँ मान्छेहरू हामी चाहन्छौँ प्रभुको ठुलो ठुलो काम गरौँ, प्रभुको सेवा गरौँ भनेर पनि हामी विचार गर्छौँ। तर तपाईँले जबसम्म आफूलाई परमेश्वरमा अर्पण गर्नुहुन्न तबसम्म परमेश्वरले तपाईँलाई चलाउनुहुन्न। कहिलेकाहीँ तपाईँलाई घरमा धेरै बजेको भाँडा चलाउन मन लाग्दैन अरे? मन लाग्छ? मेरो श्रीमतीले मलाई गाली गर्छ किचन जाने बेला, त्यो भाँडा निकाल्न आउँदैन मलाई, ग्रामा घुम गर्छ अनि तपाईँ रिसाएर भन्छ। म रिसा हुँदैन, त्यो भाँडा त बज्छ नि। अनि त्यो भाँडा बजेको मन पर्दैन, मनपर्छ भनेको परमेश्वरमा विश्वास गर्ने मान्छेहरू चाहिँ त्यो नबज्ने भाँडा जस्तो हुनुपर्छ, शान्तसँग परमेश्वरको सेवा गर्नुपर्छ होइन। हामी धेरै बजेर मन पराउँछौँ है, मन पर्ने हुँदैन। बज्ने भनेको के? धेरै बोली मात्रै, बोली त ठुलो ठुलो, काम त सुन्दैन होइन। त्यसो भए परमेश्वरले मन पराउनु, त्यसलाई प्रयोग गर्नुहुन्न क्या। त्यस्तो व्यक्तिलाई परमेश्वरले प्रयोग गर्नु। कस्तो व्यक्तिलाई प्रयोग गर्नुहुन्छ? प्रभु म तपाईँले जे भन्नुहुन्छ मान्न तयार छु भन्ने व्यक्तिलाई परमेश्वरले तयार चलाउनुहुन्छ होइन। यो कुरा चाहिँ अनुग्रह। अनुग्रह तपाईँ हरेकलाई त्यो छ है फेरि होइन। मलाई मात्र या तपाईँलाई मात्र भन्ने हुँदैन, यो हरेक व्यक्ति येशू ख्रीष्टमा विश्वास गर्ने हरेक व्यक्तिलाई परमेश्वरले अनुग्रह गर्नुहुन्छ। 5औं नम्बर कुरा हो ख्रीष्ट येशूको रगतद्वारा हामीले येशूमा उद्धार, हाम्रो पापको क्षमा पाएका छौँ। अब यो पनि सिम्पल छ, हामीले सधैँ सुनिराखेको कुरा हो। ख्रीष्ट येशूमा चाहिँ हाम्रा सम्पूर्ण पापहरू, हिजोका पापहरू, आजका पापहरू र भोलिका पापहरू पनि क्षमा छन्। तर तपाईँले के गर्नु पर्यो? पश्चाताप गर्नु पर्यो। तपाईँ त्यो पापको निम्ति जहिले पनि पश्चातापी हुनु पर्यो। पश्चातापले चाहिँ के गर्छ भन्दाखेरि तपाईँलाई परमेश्वरको नजिक लान्छ। हाम्रो आफ्नो पाप स्वीकार हो। पश्चाताप भनेको पहिलो चाहिँ आफ्नो पाप स्वीकार हो। पश्चाताप भनेको के हो? पहिलो चाहिँ आफ्नो पाप स्वीकार हो, मैले गल्ती गरेँ भन्नु हो। अनि दोस्रो चाहिँ के हो? अब फेरि गल्ती नगर्नु होइन, फेरि गल्ती नगर्नु हो क्या पश्चाताप भनेको चाहिँ। साँचो पश्चातापले चाहिँ मान्छेलाई के गर्छ? परिवर्तन गर्छ होइन। त्यसैले हामी येशू ख्रीष्टमा विश्वास गर्नेहरू चाहिँ हाम्रो जीवन चाहिँ परिवर्तन हो होइन। हाम्रो चाहिँ धर्म परिवर्तन भएको छैन। धर्म त एउटै छ। हामी गरिबलाई खुवाउँछौँ होइन, असहायलाई सहायता गर्छौँ, नाङ्गोलाई पहिराउँछौँ, आवश्यकतामा परेकालाई सहायता गर्छौँ। धर्म त उही छ हाम्रो। धर्म कहाँ बिग्री भएछ? हामी अर्कालाई हत्या गर्दैनौँ, हामी व्यभिचार गर्दैनौँ, अर्काको लोभ गर्दैनौँ, हामी डाहा गर्दैनौँ, ईर्ष्याले क्रोधित हुँदैनौँ। हाम्रो धर्म त एउटै छ। तर हाम्रो चाहिँ फरक के छ? फरक के छ हजुर? पश्चातापी हृदय भएर परिवर्तन भएको छ। हालेलुया। परिवर्तित जीवन छ हाम्रो छ। चेन्जिङ होइन, चेन्ज अफ लाइफ क्या, जीवनको परिवर्तन छ तपाईँहरू हुन्छ। हिजो हामी रिसाउँछौँ कसैले हामीलाई गल्ती गर्दा, दोस्याउँदा, तर आज हामी उनीहरूलाई आशिष दिन सक्ने भएका छौँ। यो हो नि त परिवर्तन भनेको। कसैले तपाईँलाई इन्कार गर्दा तपाईँले उसलाई पनि इन्कार गर्नुहुन्थ्यो, तर आज हामी इन्कार गर्नेलाई पनि हामी स्वीकार गर्न तयार छौँ। किन? किनभने हामी परिवर्तित छौँ। त्यसैले जीवन परिवर्तन चाहिँ के हो त? पश्चाताप हो। अनि पश्चातापले के गर्छ? क्षमा ल्याउँछ। पश्चातापले के गर्छ?
क्षमाले आउँछ। अनि त्यो चाहिँ येशू ख्रीष्टमा मात्र सम्भव छ प्रिय। येशू ख्रीष्टद्वारा चाहिँ हामीले के पाएका छौँ? क्षमा पाएका छौँ। अर्को बुधा नम्बर कति पुग्छ थाहा छैन मलाई, 6 होइन, 6औं नम्बर बुधा। हामी 1 अध्यायमा मात्र छौँ है। फेरि तपाईँले 1 अध्यायको 9 पद, ख्रीष्टमा परमेश्वरले आफ्नो इच्छाको रहस्य दिनुभएको छ। हेर्नुहोस् है, यो कुरा मैले पढ्दै गर्दा एफएसीमा, अब एफएसी धेरै भयो, मैले लगभग 3 वर्ष 4 वर्ष भइसक्यो एफएसी पढिराखेको, 6वटा मात्रै अध्याय छ। तर त्यहाँ धेरै रहस्यका कुराहरू छन्, बाइबलभरि नै रहस्यका कुरा छन्। तर यहाँनिर के भन्छ भन्दाखेरि यो 9 पदले मात्रै यो कुरा भनेको छ, अरू ठाउँमा रहस्य खोलिएको छ भनेको छैन, रहस्य तिमीलाई जान्न दिइएको छ भनेको छैन। यही मात्र खण्ड होइन, 9 पद मात्र, 1को 9 पद मात्र के छ? परमेश्वरले आफ्नो इच्छाको रहस्य। कसको इच्छाको रहस्य? परमेश्वरको इच्छाको रहस्य। तपाईँ र मेरो इच्छाको रहस्य होइन, तर परमेश्वरको इच्छाको रहस्य चाहिँ हामीलाई जान्न दिनुभएको छ। कसमा? ख्रीष्टमा। तपाईँ येशू ख्रीष्टमा भएको कारण तपाईँले परमेश्वरको इच्छा के गर्न सक्नुहुन्छ? जान्न सक्नुहुन्छ। तपाईँ र मैले चाहिँ परमेश्वरको इच्छा कसरी जान्ने भन्दाखेरि येशू ख्रीष्टमा विश्वास गरेर जान्न सक्छौँ। हामीले यो प्रतिज्ञा गरिएको कुरा हो होइन, हामीलाई प्रतिज्ञा गरेको कुरा हो। ख्रीष्ट येशूमा चाहिँ तिमीहरूलाई रहस्य जान्न दिनुभयो। के हो रहस्य? रहस्य के हो? सिम्पल रहस्य के हो थाहा छ? कन्या मरियमबाट येशू ख्रीष्ट जन्मनु भयो, रहस्य हो। धेरै मान्छेले त्यसमा खोजी गरिरहेका छन्, सारा संसारका विद्वानहरूले के गरिरहेका छन्? खोजी गरिरहेका छन्। कसरी कन्या मरियमबाट जन्म भयो येशू ख्रीष्ट? हाउ इट पोसिबल? कसरी यो सम्भव छ भनेर कतिजनाले के गरिरहेछ? रिसर्च गरिरहेछ, कति साइन्टिस्टहरूले विचार गरिरहेछ, तर हरेकजनाले त्यसको उत्तर पाइरहेको छैन। तर हामी येशू ख्रीष्टमा विश्वास गर्नेहरूलाई यो रहस्य जान्न दिइएको छ। हामीलाई थाहा छ येशू ख्रीष्ट किन कन्या मरियमबाट जन्मिनु भयो। किन कन्या मरियमबाट जन्मिनु भयो? किनभने येशू ख्रीष्ट मान्छे भएर, यदि मानिस भएर यदि जन्मिनु भएको भए उहाँ पापी हुनुहुन्थ्यो, अनि उहाँ निर्दोष, निष्कलङ्क, पवित्र भएर बलिदान हुनुपर्ने भएको कारण परमेश्वर चाहिँ येशू ख्रीष्ट चाहिँ, परमेश्वर येशू ख्रीष्ट चाहिँ कन्याबाट जन्मिनु भयो। यो रहस्य हामीलाई मात्र थाहा छ, हामीलाई मात्र बुझ्छौँ। अरूले भन्यो भने के भन्छ? तिमीहरूको अन्धविश्वास भन्छ। नो, हामी अन्धविश्वास गर्दैनौँ, हामी चाहिँ रियालिटी छ त्यसमा विश्वास गर्छौँ। प्रमाणित छ यो कुरा, साइन्टिफिकली प्रमाणित छ येशू ख्रीष्ट कन्याबाट जन्मिएको कुरा होइन। त्यसैले तपाईँ र मैले यो रहस्य जान्नु, कसरी एउटा मरेको मान्छे जीवित हुन सक्छ होइन? धेरैले विश्वास गर्न सक्दैन है। यो कस्तो खालको विश्वास हो? मरेकोलाई जीवित भयो भन्ने कुरा। अनि यहाँ त्यो विश्वास हामी गर्छौँ, अनि त्यो रहस्य हो। त्यो सबै मान्छेलाई खोलिएको छैन क्या, सबै मान्छेले बुझ्दैन क्या, बुझ्नुहुन्छ? सबै मान्छेले बुझ्दैन। जतिसुकै पढ्यो भने संसारका विद्वान मान्छेहरू, धनी होस् कि विद्वान मानिसहरू होस्, उनीहरूले यो कुरा बुझ्न सक्दैन। किनभने खोलिएकै छैन। रहस्य खोल्न, तिनीहरूको दिमागमा रहस्य खोलिनको लागि एउटै काम गर्नुपर्छ, येशू ख्रीष्टलाई प्रभु र मुक्तिदाता भनेर विश्वास गर्नुपर्छ। तब मात्र तिनीहरूको दिमागले बुझ्छ क्या त्यो कुरा, नत्र बुझ्दैन। अनि उनीहरूले बकम बुझेको कुरा गरेर हिँड्छ। लाजको कुरा हुन्छ हाम्रो निम्ति उनीहरूले गरेका कुरा। प्रिय, यहाँनिर भन्नु छ परमेश्वरले आफ्नो इच्छाको रहस्य जान्न दिनुभएको छ। किन एकजना क्रुसमा मरेको व्यक्तिबाट संसारका पापी मानिसहरूलाई परमेश्वरले मुक्ति दिन चाहनुभयो? हेर्नु त, किन? रहस्यको कुरा होइन। एकजना क्रुसमा झुन्डेर मरेको मान्छेले तपाईँलाई उद्धार दिन्छु भन्नु, अरूको लागि के हो? यो मूर्ख कुरा होइन। सानो मानिसको लागि के हो? कस्तो मूर्खाइ विश्वास भन्ने जस्तो हुन सक्छ। तर हाम्रो परमेश्वरले मूर्ख कुराहरूबाट नै परमेश्वरले उद्धारको काम गर्न चाहनुहुन्छ। परमेश्वर चाहिँ विद्वान व्यक्तिहरूलाई, त्यसैले पहिलो कोरिन्थी 8 अध्यायमा के भन्छ? जसले जे कुरा जान्नु परेको छ, जहिले मैले जे जानेको छु भन्छ, त्यसले जान्नुपर्ने कुरा केही पनि जानेको हुँदैन। धेरै जान्नेहरूले केही कुरा जानेको हुँदैन। ध्यान गर्नुहोस्। तर तपाईँ र म परमेश्वर येशू ख्रीष्टलाई विश्वास गरेको कारण हामीलाई यो रहस्य थाहा छ। ख्रीष्टले आफ्नो मूर्खताबाट नै सारा संसारका पापी मानिसहरूलाई उद्धार गर्न रोज्नुभयो। पावल जस्तो विद्वान मान्छेले पनि के गर्छ? लास्टमा आएर स्वीकार गर्छ एफएसीको किताब। त्यसैले तपाईँ र मलाई परमेश्वरले चाहिँ उहाँको इच्छाको रहस्य जान्न दिनुभएको छ। आँखो होइन, आँखो बुझ्दा है। येशू ख्रीष्टमा हामीलाई परमेश्वरको महिमाको प्रशंसाको निम्ति जिउन नियुक्त गर्नु भएको छ र छान्नु भएको छ। 12 पद के भन्छ हामीलाई? 12 पद के भन्छ? 1 को 12 पद भन्दछ
हामीलाई महिमा परमेश्वरको महिमाको प्रशंसाको निम्ति जिउनलाई नियुक्त गर्नुहुन्छ। तपाईँलाई मलाई किन परमेश्वरले छान्नुभयो, छुन्नुभयो? किन परमेश्वरले तपाईँ र मलाई त्यो विश्वासमा ल्याउनु भयो? येशू ख्रीष्टमा विश्वासमा किन ल्याउनु भयो? वाइ? एउटै काम, एउटै कारण, त्यो हो परमेश्वरको महिमाको प्रशंसा होस् भनेर। परमेश्वरको महिमा उद्देश्यको छ क्या, त्यो मानिसको सोच भन्दा के छ, परे छ क्या, हैन? मानिसको विचारभन्दा पर छ क्या त्यो। तपाईँ र मेरो विचारले त्यो बुझ्न सक्दैन। त्यसैले त्यो महिमाको प्रशंसाको निम्ति परमेश्वरले तपाईँ र मलाई के गर्नुभयो? चुन्नुभएको छ। तपाईँले जहिले पनि गर्नुपर्ने कुरा एउटै कुरा, परमेश्वरको महिमाको प्रशंसा। शनिबार मात्रै होइन प्रिय, तपाईँको दैनिक जीवनमा परमेश्वरको महिमाको प्रशंसा हुनुपर्छ। तपाईँ कहाँ पुग्नुहुन्छ त्यसले असर गर्दैन। तपाईँ जहाँ हुनुहुन्छ त्यहाँनिर परमेश्वरको महिमाको प्रशंसा गर्नुहोस्। त्यसैको लागि तपाईँ र मलाई बोलाइएको छ, चुनिएको छ, छानिएको छ। तपाईँ छानिएको के को लागि? तपाईँले सोच्नु होला मलाई यस्तो गर्न उस्तो गर्न हो। पक्का पनि हामीबाट परमेश्वर धेरै ठुलो ठुलो काम गर्न चाहनुहुन्छ। हालेलुया। सानो सानो कामहरू मात्र होइन, तर तपाईँको मेरो पहिलो रेस्पोन्सिबिलिटी बन्छ परमेश्वरको महिमाको प्रशंसा गर्नु। तपाईँ र मलाई छानिएको त्यही हो, परमेश्वरको महिमाको प्रशंसा गर्नु। त्यसैले यहाँनिर 8औं बुदामा पुग्यो, हैन? तपाईँले मलाई छान्नुभयो, परमेश्वरले चुन्नुभयो, सन्तान बनाउनु भयो, हैन? स्वर्ग र पृथ्वी सृष्टि गर्नुभन्दा अघिबाटै आमाको गर्भमा नै परमेश्वरले तपाईँ र मलाई चुन्नुभयो। के को लागि? परमेश्वरको महिमाको प्रशंसाको निम्ति। 13 पदले भन्छ, ख्रीष्टमा नै हामीलाई प्रतिज्ञा गरेको पवित्र आत्माको छाप लगाउनु भएको छ। यो मैले धेरैचोटि प्रचार गरिसकेको छु, म धेरै भन्दैन यसलाई। तपाईँलाई थाहा छ, हामी हरेक जसले येशू ख्रीष्टलाई विश्वास गर्छौँ परमेश्वरले आफ्नो पवित्र आत्माको छाप लगाउनु भएको छ। तपाईँ हरेकसँग, हामी हरेकसँग पवित्र आत्माको छाप उहाँले लगाउनु भएको छ भन्छ। यो 10औं बुदा, परमेश्वरले ख्रीष्ट आफ्नो महान सामर्थ्यको काम पुरा गर्नुभयो। ख्रीष्टमा आफ्नो महान सामर्थ्यको काम पुरा गर्नुभयो। 19 र 20 पद, महान सामर्थ्यको काम। हुन त अब आजकल पनि त्यो कुरा हुँदैन भनेर हामी विश्वास गर्दैनौँ, आजभोलि पनि हुन्छ। तर धेरैले चाहिँ यसलाई गलत तरिकाले प्रयोग गरिरहेको छ, महान सामर्थ्यको कामलाई, होइन? पैसा कमाउने भाँडो बनाएको छ यो महान सामर्थ्यको कामलाई, होइन? मान्छेहरूलाई चङ्गाई गरेर घर बनाउँदैछन्, मान्छेहरूलाई रुमाल बेचिरहेका छन्, तेल बेचिरहेका छन्। यो चाहिँ परमेश्वरको महान सामर्थ्यको काम हो। सोच्नुहोस् फेरि, तपाईँले तेल किनेर रुमाल किनेर तपाईँ निको हुँदैन है, हुँदैन, सम्भव छैन। धेरै ठाउँमा चाहिँ मैले, होइन, हामी देख्छौँ आजकल, होइन? अस्ति भर्खर पनि यता सुदूरपश्चिमतिर अनि नचाहिने कुराहरू निस्क्यो, होइन? नाम भन्नु भएन, हामीले रेकर्ड छ, हाम्रो युट्युबमा जान्छ फेरि, होइन? पैसा उठाएर खाएर हिँड्दैछ, ठुलो काम गर्ने मान्छे, चङ्गाई गर्छु भनेर आउने मान्छे, मान्छ न पैसाले गर्दैन। बाइबलमा पनि एक ठाउँमा यस्तो घटना छ, प्रेरितको पुस्तकमा, होइन? प्रेरितको पुस्तकमा के भयो? सिलास र पावल चाहिँ, होइन, चङ्गाई गर्दै हिँडिरहेको थियो एफिसस भन्ने सहरमा, होइन? एफिससकै कुरा आएछ यहाँ। एफिसस भन्ने सहरमा चाहिँ उनीहरू प्रचार गर्दै हिँड्दै गर्दाखेरि त्यहाँनिर त सिलास पावलले त के गरिरहेको थियो? उसले हिँड्ने बाटोमा मान्छेहरू राखेर उसको छाया पर्दा पनि निको भइरहेको थियो क्या मान्छेहरू, होइन? त्यो बेला अलौकिक शक्ति, महान सामर्थ्यको काम भइरहेको थियो। अनि एकजना सिमन जादुगर आएर देख्छ, ओहो, होइन? सिमन जादुगर पनि के गर्थ्यो? झारफुकको काम गर्थ्यो क्या, उसले पनि कहिले निको पार्ने काम गर्थ्यो, होइन? ल मैले त कस्तो फुक्ने, होइन? झारफुक गरेर निको पाराउँथेँ, अनि फेरि निको भएको पनि सधैँ निको नहुने। यिनीहरूको त छायामा मात्र बसेर पनि के हुने? निको हुने। ओहो, यो शक्ति मलाई भयो भने त म त सारा संसारमा त के गर्छु, पैसा कमाउन पाइहाल्छु, उसले सोच्यो। अनि गएर सिलास र पत्रुसलाई पावललाई भन्छ, पैसा लिऊ, मलाई त्यो वरदान दिऊ भन्छ, बुझ्नुभयो? अनि त्यसपछि के भन्छ उसले? तेरो पैसा तैसँग नासोस्, कुहियोस् भनेछ। पवित्र आत्माको वरदानलाई तिमी किन्न पाउँछ भने तिमीमा दुष्टता भएको छ, तिमीसँग भएको दुष्टता भागिजा भनेपछि त्यसको त्यो झारफुक गर्ने विद्या पनि हरा। हालेलुया। त्यसकारण पैसाले महान सामर्थ्यको काम हुँदैन, याद गर्नुहोस्। व्यक्तिहरूले गर्दैन, रुमालले गर्दैन, तेलले गर्दैन, तर पवित्र आत्माको शक्तिले गर्छ।
आमेन। पवित्र आत्माको शक्तिले गर्छ। तपाईँ र मैले विश्वासले गर्छ। त्यो विश्वास चाहिँ तपाईँसँग हुनु पर्यो हैन। त्यो काम चाहिँ हामीले ख्रिस्टमा भएर गर्न सक्छौँ। सायद सेकेन्ड लास्ट होला यो, अनि सकिहाल्छ हैन। सारा सृष्टिलाई परमेश्वरले ख्रिस्टको अधीनमा राख्नुहुन्छ हैन। ख्रिस्टमा हामीले विश्वास गरेको कारण, ख्रिस्ट हाम्रो प्रभु भएको कारण तपाईको अधिकार पनि सबै कुरा राखिएको छ। अब एकछिन यो कुरा एकदमै गहन छ। यो अलिकति थियोलोजिकल कुरा तरिकाले बुझ्नु पर्यो। म अलिकति बुझाउँछु है यो भनेको के भनेको। सारा सृष्टिलाई परमेश्वरले ख्रिस्टको अधीनमा राख्नु भएको कुरा भनेको के भन्दाखेरि पहिला चाहिँ हाम्रो सारा सृष्टिको अधिकार कसलाई दिएको थियो? आदम र हव्वालाई दिएको थियो हैन। अदमको बगैँचामा राखेर आदम र हव्वा सृष्टि गर्दाखेरि परमेश्वरले आदम र हव्वालाई के भन्नुभयो? सबैमाथि के गर? अधिकार गर। अनि त्यो अधिकार गर्ने काम चाहिँ कसलाई दिएको थियो? मानिसलाई दिएको थियो। मानिस जातिलाई सृष्टि गरेर परमेश्वरले चाहिँ आदम र हव्वालाई दिएको थियो। तिमीहरूले चाहिँ सारा पृथ्वीमाथि के गर? अधिकार गर। फल्दै फुल्दै वृद्धि हुँदै जाऊ र सारा पृथ्वीमा भरिँदै जाऊ अनि सारा पृथ्वीमाथि तिमीहरूले अधिकार गर भनेर परमेश्वरले मानिसलाई आज्ञा गरेको थियो। के भयो? प्रब्लम के भयो? आदम र हव्वा केमा पर्यो? परीक्षामा पर्यो। परीक्षाले गर्दा उनीहरूले त्यो परीक्षामा सफल हुन सकेन र शैतानले उनीहरूमाथि के गर्यो? छल गर्यो भन्छ। बाइबलले त्यसलाई के भन्छ? छल गर्यो भन्छ। शैतानले उनीहरूलाई छल्यो भन्छ हैन। छलेर चाहिँ के गरे? उसको अधिकार चाहिँ शैतानले दियो हैन। हुनुपर्ने त मानिसले गर्नुपर्ने, तर मानिसले त्यो अनाज्ञाकारिताको पापले गर्दा मानिसको त्यो अधिकार चाहिँ केमा सर्यो? शैतान। अनि शैतानले के सोच्यो? अब सारा अधिकार मसँग छ भनेर सोच्यो। त्यसैले पनि अब संसारमा चाहिँ शैतानलाई मान्नेहरू पनि धनी होइन, चाहिने आशिषित हुन्छ भनेर निको भए जस्तो देखिन्छ हैन। अनन्त जीवन त छैन सारा संसारमा त। उनीहरूलाई पनि सुविधा सम्पन्न भएको कारण त्यही हो हैन। भजन सङ्ग्रह 37 अध्याय पढ्नुपर्छ त्यसको लागि हैन। अनि रोमीको 1 अध्याय पढ्नुपर्छ। उनीहरू त्यसैमा रहिरहोस् भनेर उनीहरू प्रशस्त भएका हो हैन। त्यता नजाउँ। तर हामीले के बुझ्नु पर्यो? हाम्रो जुन अधिकार चाहिँ हामीलाई मानिस जातिलाई दिएको अधिकार चाहिँ डियाबोलसलाई उनीहरूले हैन अनाज्ञाकारिताको पापले गर्दा हस्तान्तरण गरेको थियो। त्यो अधिकार चाहिँ फेरि फिर्ता ल्याउने काम गर्नुपर्ने थियो। कसमा? त्यो अधिकार त फर्काउनु पर्यो नि त हैन। अहिले राजा फर्काउनु भनिरहेछ नि है मान्छेले। त्यो अधिकार फर्काउनुको लागि त राजा आउनु पर्यो नि त हैन। राजा नआइकन त राजाको अधिकार हुँदैन नि त। अहिले राजाको अधिकार छ त? छैन, केही पनि छैन। तर राजा ल्याउनको लागि त धेरै ठुलो सङ्घर्ष गर्नुपर्छ हैन। लडाइँ गर्नुपर्छ थुप्रो। त्यत्तिकै आउँदैन राजा हैन। यो भन्दा पनि गाह्रो होला, तर रियालिटी यही हो हैन। या आउला या नआउला त्यो भोलिको कुरा, तर त्यो ल्याउनु पर्यो भने के छ? ठुलो सङ्घर्ष छ। हो सेम कुरा चाहिँ यहाँनिर यही भएको छ। सारा सृष्टिलाई परमेश्वरले ख्रिस्टको अधीनमा राख्नु भएको छ भनेको चाहिँ के भन्दाखेरि ख्रिस्टलाई चाहिँ त्यो अधिकार दिएर मानिस जाति भएर आउनु भयो र अनि शैतानले लिएको त्यो अधिकारलाई चाहिँ प्रभु येशू ख्रिस्टले चाहिँ फिर्ता दिनुभयो। हालेलुया। अनि त्यो अधिकार हामीले येशू ख्रिस्टमा विश्वास गरेको कारण अब ख्रिस्टद्वारा चाहिँ हामीले हाम्रो पिता पुर्खा आदम हव्वाले गुमाएको अधिकार चाहिँ हामीले फेरि येशू ख्रिस्टमा। तपाईँ र मलाई कुनै पनि दुःख र कष्ट दिन सक्ने अधिकार चाहिँ शैतानमाथि छैन। हालेलुया। तपाईँ डराउनु पर्दैन शैतानसँग। शैतान चाहिँ हारेको शत्रु हो भन्छ हामीले हैन। हारेको शत्रु अनि थुनिएको सिंह हैन। पत्रुसले भन्दछ नि शैतान चाहिँ के हो? गर्जने सिंह चाहिँ गर्जिन्छ। गर्जिने मात्रै हो त्यो। केमा छ त्यो? केमा छ शैतान? सिंह, गर्जिने सिंहलाई शैतानको सिम्बोलाइज गरेको केमा छ? येशू ख्रिस्टले केमा राखिसक्नु भएको छ? बन्धनमा पारेर एउटा उसमा राखेको छ। तपाईँ चिडियाखानामा राखेको सिंहसँग कतिजना डर लाग्छ? डर लाग्छ नि? किन डर लाग्दैन? डर लाग्छ नि। गऱ्यो भने डर लागिहाल्छ। चुप्प लगाएर बस्दा पनि नडराएको होइन। त्यो तपाईँ त्यसको नजिक होइन, केको नजिक जाँदाखेरि त्यो तपाईँले त्यसको गर्जन सुन्नुभयो भने तपाईँ दिगको तल हाल्नुहुन्छ होइन। नगरेको पो नजिक गएर खिसी गरेर त होइन। त्यसैले मतलब यहाँ भनेको चाहिँ के भन्दाखेरि तपाईँ र मलाई चाहिँ परमेश्वरले येशू ख्रिस्टले चाहिँ शैतानलाई सारा कामहरू होइन
पहिलो यूहन्ना 3:8 पढ्नु। पहिलो यूहन्ना 3:8 पढ्नुहोस् त एकचोटि एकजनाले त्यो पद यहाँ मैले लेखेको छैन। पहिलो यूहन्ना 3:8 पढ्नुहोस् त। सारा संसारको सबै कुराहरू नष्ट पार्नलाई यसो ख्रीष्ट आउनुभयो। जसले पाप गर्छ दियावलसको हो, किनकि दियावलसले त सुरुदेखि नै पाप गर्दै आएको छ। दियावलसका कामहरू नष्ट पार्नलाई नै परमेश्वरको पुत्र प्रकट हुनुभएको हो। आमेन। पछाडिको खण्डले के भन्यो? दियावलसका कामहरूलाई नष्ट पार्नलाई नै परमेश्वरको पुत्र के भन्नुभएको छ? प्रकट हुनुभएको छ। त्यसैले त्यो सबै त्यसका सबै युक्तिहरूलाई सबैलाई नष्ट पारिसकेको कारण अब दियावलसँग डराउनु पर्दैन क्या। धेरैजना डर मान्छन्, डराउनु पर्दैन। बुझ्नुभयो? डर लाग्छ अझै पनि डराउनु पर्दैन। त्यो हारेको शैतान, हारेको शत्रुसँग कोही डराउँछ? त्यसलाई त के गर्न बाँकी हो? हारेको शत्रुलाई के गर्नुपर्ने हो? के गर्छ हारेको शत्रुलाई? खोइ के भन्नु? यहाँ केही गर्दैन, गिल्ला गर्छ नि। हे जिस्काउने होइन, त्यसलाई त्यति मात्र हो। सैतानको दियावलसलाई जिस्काउने मात्र हो, त्यसको कुनै अधिकार छैन। र अन्तिम कुरा होइन, मण्डलीलाई परमेश्वरले ख्रीष्टमा उहाँको शरीरको पूर्णताको रूपमा राख्नुभएको छ। अब के भने अन्तिम कुरा चाहिँ के? मण्डली किन त? वाइ चर्च होइन, चर्च किन? हामी मण्डली किन? हामी यसमा विश्वास गर्ने समूह किन चाहिएको? हामी एकसाथ भएर प्रार्थना किन गर्नुभएको? हामी एकसाथ भएर सम्मति किन गर्नु परेको? किन परमेश्वरलाई महिमा दिनु परेको भन्दाखेरि यो मण्डलीद्वारा नै के हुन्छ अरे? शरीरको पूर्णता हुन्छ। येशू ख्रीष्टको शरीरको पूर्णता हुन्छ। हामी चाहिँ येशू ख्रीष्टको शरीरको पूर्णतामा आउँछौँ। हामी चाहिँ ख्रीष्टका शरीर हौँ। ख्रीष्ट चाहिँ हाम्रो मण्डलीको शिर हुनुहुन्छ। यो मण्डलीको शिर पास्टर होइन, यो मण्डलीको शिर विश्वासी कोही पनि तपाईँ होइन प्रिय, मात्र यो मण्डलीको शिर चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। हामी सबै चाहिँ शरीर, हामी उहाँसँग बाँधिएर रहेका छौँ। हामी उहाँको शरीरमा बाँधिएर रहेका छौँ। एकअर्काबाट हामी छुट्टिन सक्दैनौँ वास्तवमा होइन। म छुट्टिएर गएँ भनेर जानेहरू पनि ख्रीष्टको शरीरमा एक छ। हालेलुया। म छुट्टिएर जाने भनेर जान्छ नि होइन धेरैजना, म यो चर्च आउँदिनँ भनेर अर्को चर्च जान्छन् नि, तिनीहरू पनि यसुकै शरीरमा छन्। हालेलुया। जो पनि त्यो ख्रीष्टको शरीरमा के हुने हो? पूर्णता पाउने हो। 8 यहाँ त्यहाँ 5वटा 13वटा बुँदा रहेछ। एक अध्यायबाट मैले तपाईँलाई भने ख्रीष्ट येशूमा हाम्रो अधिकारहरू दिएको छ। अब यो अधिकारहरूलाई तपाईँले जानेर जहिले पनि त्यो अधिकार चाहिँ के गर्नु पर्यो? युटिलाइज होइन, चलाउनु पर्यो, प्रयोग गर्नु पर्यो। अधिकार छ भनेर मुख हजुर के गर्नु पर्यो? प्रयोग गर्नु पर्यो। तपाईँ जहाँनिर आवश्यकता छ त्यो प्रभुले दिनुभएको त्यो अधिकारलाई चाहिँ तपाईँले प्रयोग गर्नु पर्यो। ख्रीष्टमा शरीरको एकता छ भनेपछि त तपाईँलाई कसैले म यो चर्च जान्न भनेको जहाँ गए पनि येशूको शरीर त हो, जान भन्नु पर्यो होइन। खै भन्नु हाँस्दैन, समस्या छैन, ख्रीष्टको शरीर हो। अर्को कुरा के जान्नु पर्यो? दियावलस के छ? ढोकामा छैन होइन, बाहिर छ, बाँधिएको छ, खुट्टा मुनि छ होइन। अस्ति हामी त्यहाँ भजन गाउँदै थियौँ, खुट्टा मुनि सैतान खुट्टा मुनि होइन, खुट्टा मुनि छ उसको। येशू ख्रीष्टको खुट्टाले कुल्चिसकेको, त्यसरी हारेको शत्रु सैतानसँग हामीलाई डर छैन। उसको विरोध गर्नु पर्यो अनि त्यो भाग्ने छ होइन। हामीलाई याकोबको 4:7 भन्ने कुरा त्यही हो। तिमीले आफैलाई परमेश्वरको अधीनमा राख अनि सैतान दियावलसको विरोध गर अनि त्यो तिमीहरूबाट भाग्नेछ। त्यसैले तपाईँ र मैले यी सबै कुराहरू अधिकार पाएको व्यक्तिले चाहिँ अधिकार के गर्नु पर्यो? तपाईँलाई थाहा छ ट्राफिक रुल नियमहरू उल्लङ्घन गर्यो भने ट्राफिकले के गर्छ? के गर्छ? चिट काट्दैन? चिट काट्दैन? चिट काट्दैन होइन हो। हामी पनि सैतानलाई चिट काट्दैन पर्छ। हाम्रो मानिसलाई दुःख दिइस् भने चिट काट्छु भन्नुपर्छ। त्यसलाई हालेलुया। सक्दैन, उसले गर्न पाउँदैन। त्यो अधिकार प्रयोग गर्नु पर्यो तपाईँले होइन। उसमाथिको अधिकार चाहिँ प्रयोग गर्नु पर्यो। सैतानको माथि मात्रै होइन, परमेश्वरले तपाईँलाई दिनुभएको स्वर्गीय आशिषहरूको लागि दाबी गर्नु पर्यो। प्रभुलाई भन्नु पर्यो, प्रभु मलाई त तपाईँले स्वर्गीय आशिषहरू, आत्मिक आशिषहरूले आशिष दिनुभएको छ, त्यो आशिष मेरो हो भनेर दाबी गर्नु पर्यो। अनि जे कुरा तपाईँ र मलाई अधिकार दिएको छ त्यसको तपाईँले के गर्नु पर्यो? उपयोग गर्नु, प्रयोग गर्नु पर्यो। घरमा चाहिँ सुनको हात्ती छ, बाहिर चाहिँ मागेर हुन्छ। के गर्नु पर्यो?
त्यो भन्न त खै मलाई त थाहा छैन यो होइन हाम्रो अब यो के भन्छ मृगको के हुन्छ अरे नि होइन के अरे मृगको होइन सिङ होइन के अरे कस्तुरी होइन कस्तुरी आफै भित्र राखेर खोज्दै हिँड्छ अरे क्या मृगले अनि त्यो त थाहा छैन मैले भेटेको छैन मृगको कस्तुरी कस्तो तर भनाइ एउटा भनेको के भने हामीसँगै सबै कुरा छ हामीलाई परमेश्वरले त्यो ख्रीष्ट येशूमा भएको कारण दिएको छ हालेलुया दिएको छ त्यो तपाईँले प्रयोग गर्नुहोस् तपाईँले प्रयोग गर्नुहोस् तपाईँको जीवनमा डर आउँदा प्रभुलाई के अरे त्यो अधिकार प्रयोग गर्नुहोस् म डराउने छैन किनभने येशूले मलाई अधिकार दिनुभएको छ रोगी बिमारी भेट्नुभयो भने भन्नुहोस् मलाई थाहा छ येशू ख्रीष्टले मलाई अधिकार दिनुभएको छ कि यदि मैले येशूको नाउँमा यो बिमारीमाथि हात राखेँ भने त्यो निको हुनेछ दाबी गर्नुहोस् होइन दाबी गर्नुहोस् यी सबै कुरा त्यो अधिकारहरू चाहिँ तपाईँ दाबी गर्नुहोस् होइन ट्राफिकसँग कस्तो मलाई त एकदम अचम्म लाग्छ तर आजकल त त्यस्तो डर पनि छैन पहिला डराउँथ्यो हात यसो गरेपछि त त्यहाँ गयो भने त रेड खाइहाल्छ होइन उसको हातले मात्र पनि तिम्रो सारा स्पिडलाई के गरिदिन्छ स्टप गरिदिन्छ तपाईँ र मसँग पनि परमेश्वरले त्यही अधिकार दिनुभएको छ शैतानले हामीलाई दुःख दिनुभयो भने येशूको नाउँमा चुप्लाक गर्न सक्छ हालेलुया होइन सबै कुराको लागि होइन हामी गरिबीमा पनि हामीले भन्नुपर्छ हाम्रो जीवन र हाम्रो घरमा समस्या ल्याउने कुनै अधिकार छैन त्यो मबाट भाग्य होइन हामीलाई कहिलेकाहीँ लोभ लाग्छ त सानो नदिउँ कि जस्तो लाग्छ शैतानलाई भन्नु यो सबै कुरा परमेश्वरको म परमेश्वरलाई दिन्छु हालेलुया कहिलेकाहीँ चर्च जानलाई बाधा आउँछ म येशूको नाममा भन्छु मलाई चर्च जान बाधा दिने मबाट भाग्य भन्नु पर्यो हामी सबै कुरा यसरी चाहिँ हामी शैतानमाथि के गर्न सक्छ अधिकार प्रयोग गर्न सक्छ प्रभुले तपाईँलाई प्रशस्त आशिष दिनुभएको छ हामी आउनुहोस् हामी प्रार्थना गरौँ प्रभुको चरणमा जाउँ एकछिन यो अधिकारको लागि प्रभुलाई धन्यवाद दिउँ अनि प्रभुलाई भनौँ प्रभु मलाई त्यो अधिकार प्रयोग गर्ने शक्ति दिनुहोस् होइन पवित्र आत्माद्वारा भनेर हामी प्रार्थना गर्नेछौँ महान जीवित दयालु परमेश्वर पिता म तपाईँलाई धन्यवाद दिन्छु आजको दिनको लागि तपाईँ ख्रीष्ट येशूमा हामीलाई उत्तराधिकारहरू हाम्रो अधिकारहरूको बारेमा हामीले हेर्दछौँ एफएसको 1 अध्यायबाट हामीले हेरेका यी अधिकारहरूको लागि तपाईँलाई धन्यवाद छ हाम्रो प्रियजनहरू हामी हरेकजनालाई त्यो अधिकार दिनुभएको छ येशूमा विश्वास गरेको कारण प्रभु तपाईँले दिनुभएको ती उत्तराधिकारहरूलाई हामी प्रयोग गर्न सकौँ हामीलाई त्यो प्रयोग गर्ने शक्ति दिनुहोस् हामीसँग भएका अधिकारहरूलाई प्रयोग गरिकन हामीमा आउने समस्याहरूलाई हामी हटाउन सकौँ हामीमा आउने रोग बिमारलाई हामी हटाउन सकौँ हामी प्रार्थना गर्दछौँ प्रभु दुष्टका आत्माहरूलाई हामी येशूको नाममा इन्कार गर्न सकौँ अनि त्यति मात्र होइन प्रभु हाम्रो जीवनमा प्रभु आउने समस्याहरूमाथि हाम्रो जीवनमा आउने शङ्काका कुराहरूमाथि हाम्रो जीवनमा आउने कष्टका कुराहरूमाथि येशूको नाममा हामी दाबी गर्दछौँ ती कुराहरूमाथि अधिकार हामीले प्राप्त गरेका छौँ हामी हाम्रो जीवनबाट ती कष्टहरूमा पनि हामीलाई तपाईँलाई विश्वास गर्ने हृदय दिनुहोस् ती अप्ठ्यारा परिस्थितिहरूमा पनि तपाईँलाई पछ्याउने हृदय तपाईँले दिनुहोस् पवित्र आत्माको शक्तिले हामीले डोर्याउनुहोस् जसरी तपाईँले 13 पदमा भन्नुभएको जस्तै तपाईँको पवित्र आत्माको छाप तपाईँले हामीलाई लगाउनु भएको छ त्यो पवित्र आत्माद्वारा हामीलाई हिँड्न सहायता गर्नुहोस् दैनिक जीवनमा पवित्र आत्मामा हिँड्नलाई सहायता गर्नुहोस् मानिसहरू अप्ठ्यारामा परेकाहरूलाई हामी येशूको नाममा दाबी गर्दछौँ उनीहरूलाई छुटकाराको घोषणा गर्दछौँ प्रभु त्यस्तो व्यक्ति हामीलाई बनाउनुहोस् येशूमा छुटकारा छ विजय छ भन्ने कुराहरू घोषणा गर्नलाई हामीलाई शक्ति दिनुहोस् प्रभु हामीले सुसमाचारको घोषणा गर्न हामीलाई तपाईँ प्रभुमा भएका उद्धारका आशिषहरूको घोषणा गर्न तपाईँले हामीलाई शक्ति दिनुहोस् थ्याङ्क यू लर्ड तपाईँको प्रेमको लागि तपाईँको अनुग्रहको लागि तपाईँको वचनको लागि आजको सङ्गतिको लागि धन्यवाद वचनको लागि विशेष गरी तपाईँलाई धन्यवाद चढाउँदछौँ हामीले चाहिँ सुनेका छौँ सुन्ने मात्र होइन तर त्यो सुनेको कुरा हामीले व्यवहारमा प्रयोग गर्न सकौँ हामी बिन्ती गर्छौँ येशू प्रभुको नाम